Hello everyone, welcome back to my YouTube channel. So guys, today we are discussing about केही चाहिँ महत्त्वपूर्ण क्वेशनहरु पनि यस भिडियोमा लाएको छु जुन चाहिँ तपाईको 100 चाहिँ पर्ने छ। सो अब ढिलो नगरिकन हामी भिडियोलाई स्टार्ट गर्छौं। अब हामीले चाहिँ यहाँ फिजिकल एन्ड सोशियोलोजिकल फाउन्डेसन अफ एजुकेशन को अब्जेक्टिभ क्वेशनहरु हेर्छौं। अब तपाईहरुले यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ ग्रुप ए को हुन्छ भने ग्रुप बी को अलरेडी मैले चाहिँ पोस्ट गरिसकेको छु। सो यसरी हामीले चाहिँ ग्रुप ए मा हेर्छौं है। अब जस्तै यहाँ अटेम्प्ट अल द क्वेशन भनेर यहाँ दिएको छ। सो अब हामी चाहिँ यसले राम्ररी पढ्छौं। जस्तै क्वेशन नम्बर 1 मा भनेको छ व्हिच अफ द फ्लोइङ इज फर्मल एजेन्सी अफ एजुकेशन है। सो यसको चाहिँ यहाँ 4 वटा अप्सनहरु दिएको छ। सो यसबाट हामीले चाहिँ यसको राइट आन्सर रहेको छ क्वेशन नम्बर 1 को ए नम्बर है जुन चाहिँ यहाँ भनेको छ स्कुल है त। सो ए मा हामी चाहिँ टिक लगाउँछौं। यसरी चाहिँ हाम्रो क्वेशन नम्बर 2 मा रहेको छ इलाइट ओरिएन्टेड एजुकेशन सिस्टम इज द नेचर अफ है। यहाँ हेर्न सक्नुहुन्छ 4 वटा अप्सनहरुमा फर्मल एजुकेशन। सो हामी यहाँ डी मा चाहिँ राइट यहाँ लगाउँछौं है त। यसरी चाहिँ क्वेशन नम्बर 3 मा आउँछौं र यहाँ भनेको छ प्रोग्राम इज इन्स्ट्रक्सन इज बेस्ड अन है अथवा क्वेशन नम्बर 3 को चाहिँ राइट आन्सर रहेको छ यहाँ 4 वटा अप्सनहरुमा ओपरेन्ट कन्डक्टिङ भनेर यहाँ बी मा हामी चाहिँ राइट भन्छौं है त। यसरी चाहिँ क्वेशन नम्बर 4 मा आउँछौं र क्वेशन नम्बर 4 मा भनेको छ स्केल डाउन टिचिङ इज एन एक्जाम्पल अफ है र क्वेशन नम्बर 4 को राइट आन्सर रहेको छ हाम्रो 4 वटा अप्सनहरुमा यहाँ भनेको छ माइक्रो टिचिङ। सो बी मा हामी चाहिँ राइट लगाउँछौं। क्वेशन नम्बर 5 मा आउँछौं र यहाँ भनेको छ द टर्म एजुकेशनल सोशियोलोजी इज एसोसिएटेड विथ है अथवा क्वेशन नम्बर 5 को राइट आन्सर रहेको छ है। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले यहाँ रहेको छ जर्ज प्यानी भनेर चाहिँ बी मा हामी चाहिँ राइट लगाउँछौं। उनको परिभाषा हो यो है। अर्को चाहिँ क्वेशन नम्बर 6 मा आउँछौं र यहाँ भनेको छ व्हिच अफ द फ्लोइङ इज रिगार्डेड एज द मेन सिस्टम अफ सोसाइटी है र क्वेशन नम्बर 6 मा यहाँ हेर्न सक्नुहुन्छ 4 वटा अप्सनहरुमा अब यसको चाहिँ व्हिच अफ द फ्लोइङ रिगार्डेड एज द मेन सिस्टम अफ सोसाइटी भनेर छ। सो यसको रहेको छ 6 को ए नम्बर राइट आन्सर सोशल सिस्टम। सो हामी ए मा टिक लगाउँछौं। यसरी चाहिँ क्वेशन नम्बर 7 मा रहेको छ द सोशल पोलिसी अफ एजुकेशन मस्ट बी बेस्ड अन है क्वेशन नम्बर 7 को अब राइट आन्सर रहेको छ 4 वटा अप्सनहरु मध्ये ए नम्बर जुन चाहिँ यहाँ हेर्न सक्नुहुन्छ सोशल जस्टिस। सो ए मा हामी टिक लगाउँछौं है त। यसरी क्वेशन नम्बर 8 मा आउँछौं र यहाँ भनेको छ द लाइफ स्टाइल अफ इनर डाइरेक्टेड पीपल इज है र 4 वटा अप्सनहरुमा यहाँ हेर्न सक्नुहुन्छ यसको राइट आन्सर रहेको छ बी नम्बर जुन चाहिँ यहाँ रहेको छ पोलिटिकली मोरलिस्टिक। सो बी मा हामी चाहिँ राइट लगाउँछौं है त। अर्को रहेको छ यसरी हाम्रो क्वेशन नम्बर 9 को। सो 9 मा भनेको छ हाम्रो यहाँ व्हिच अफ द फ्लोइङ इज अ डिस्ट्रक्टिभ प्रोसेस अफ सोशल इन्टरेक्सन है र यहाँ यसको राइट आन्सर रहेको छ 4 वटा अप्सनहरुमा है यहाँ हेर्न सक्नुहुन्छ कम्पिटिसन। सो सी नम्बर मा हामी चाहिँ राइट लगाउँछौं है। सो यसरी तपाईले रेलै राम्रोसँग प्र्याक्टिस गर्नु होला। सो अर्को चाहिँ हामी क्वेशन तिर जान्छौं। सो यसरी चाहिँ क्वेशन नम्बर 10 मा आउँछौं र यहाँ भनेको छ क्वेशन नम्बर 10 मा व्हिच अफ द फ्लोइङ इज द फर्स्ट इन्टरनेशनल डकुमेन्ट दैट क्लेम एजुकेशन एज अ फन्डामेन्टल राइट अफ द पिपल है। 4 वटा अप्सनहरुमा हेर्न सक्नुहुन्छ क्वेशन है अप्सन नम्बर बी जुन चाहिँ यहाँ भनेको छ ह्युमन राइट डिक्लेरेसन भनेर चाहिँ बी मा हामी टिक लगाउँछौं। यसरी चाहिँ क्वेशन नम्बर 11 मा आउँछौं र यहाँ भनेको छ क्वेशनमा द फर्स्ट EFA कन्फरेन्सेस वाज हेल्ड इन चाहिँ यहाँ 4 वटा अप्सनहरुमा हेर्न सक्नुहुन्छ बी नम्बर जुन चाहिँ यहाँ भनेछ जम्पेसन। सो बी मा हामी चाहिँ राइट लगाउँछौं। यसरी चाहिँ क्वेशन नम्बर 12 मा हेर्न सक्नुहुन्छ र यहाँ भनेको छ फिलोसोफी इज डिफाइन्ड एज अथवा यो 4 वटा अप्सनहरुमा हेर्न सक्नुहुन्छ 12 नम्बरमा जुन चाहिँ यहाँ भनेको छ द थ्योरेटिकल साइड अफ एजुकेशन। सो ए नम्बरमा हामी चाहिँ
टिक लगाउन सक्छौँ है त। क्वेसन नम्बर 13 मा भनेको छ वाट इज द एजुकेटिभ प्रोसेस अफ नेचुरलिजम है। सो 4वटा अप्सनहरू हेर्न सक्नुहुन्छ। क्वेसन अप्सन नम्बर डी जुन चाहिँ यहाँ भनेछ ह्युरिस्टिक मेथड भनेर डीमा हामी टिक लगाउँछौँ है त। अर्को चाहिँ क्वेसन नम्बर 14 मा आउँछौँ र यहाँ भनेको छ विच एजुकेसनल फिलोसोफी प्रोग्रेसेस स्टुडेन्ट्स एज ब्याङ्क सिट अफ पेपर है। यस्तो परिभाषा हेर्नुभयो होला। सो क्वेसन नम्बर 14 को राइट एन्सर रहेको छ हाम्रो नेचुरलिजम जुन चाहिँ ए को राइट एन्सर हुन्छ। सो एमा हामी टिक लगाउँछौँ। अर्को चाहिँ क्वेसन नम्बर 15 मा आउँछौँ र यहाँ भनिन्छ विच फिलोसोफी सेज द्याट नलेज इज चेन्जेबल है। सो क्वेसन नम्बर 15 को 4वटा अप्सनहरूमा हेर्न सक्नुहुन्छ। त यसको राइट एन्सर रहेको छ प्रागमेटिजम। अप्सन नम्बर सी मा यहाँ रहेको छ। सो हामी टिक लगाउँछौँ। अर्को रहेको छ क्वेसन नम्बर 16 मा जुन चाहिँ यहाँ भनेको छ हु इज कन्सिडर्ड एज द पायोनियर अफ युजिङ द टर्म फिलोसोफी है। क्वेसन नम्बर 16 मा हेर्न सक्नुहुन्छ। 4वटा अप्सनहरूमा यहाँ रहेको छ क्वेसन नम्बर 16 मा ए नम्बर अथवा ए है। यहाँ भनेको छ पिथागोरस। सो एमा हामी चाहिँ टिक लगाउँछौँ। यसरी चाहिँ क्वेसन नम्बर 17 मा आउँछौँ र यहाँ भनेको छ विच टु स्कुल्स अफ फिलोसोफी युज साइन्स एज द गेटवे अफ नलेज है। 17 नम्बरमा। सो 4वटा अप्सनहरूमा यहाँ रहेको छ 17 को बी नम्बर जुन चाहिँ यहाँ हेर्न सक्नुहुन्छ नेचुरलिजम एन्ड रियलिजम भनेर। सो बीमा हामी चाहिँ टिक लगाउँछौँ है त। अर्को चाहिँ क्वेसन नम्बर 18 मा आउँछौँ र यहाँ भनेछ अकर्डिङ टु भैडिक एजुकेसन सिस्टम 0 to 25 इयर्स एज इज है। सो 18 नम्बरमा हामी यहाँ अफ 4वटा अप्सनहरूमा हेर्न सक्नुहुन्छ। ए नम्बरमा चाहिँ राइट हुन्छ यसको ब्रह्मचार्य आश्रम भनेर ए नम्बरमा हामी टिक लगाउँछौँ है। यसको राइट एन्सर हुन्छ। यसरी चाहिँ क्वेसन नम्बर 19 मा आउँछौँ र यहाँ भनेको छ द एसएलसी बोर्ड इन नेपाल वाज इस्टाब्लिसेस अन विच अफ द फ्लोइङ इयर पक्कै बुझ्नु भएको छ। सो यसको राइट एन्सर 4वटा अप्सनहरूमा यसको राइट एन्सर रहेको छ 1990 बीएस अथवा विक्रम सम्वत 1990। सो सीमा हामी चाहिँ यसको राइट एन्सर लगाउँछौँ। अर्को रहेको छ क्वेसन नम्बर 20 जुन चाहिँ हाम्रो लास्ट हुन्छ। अब यहाँ हेर्न सक्नुहुन्छ विच अफ द फ्लोइङ प्रोजेक्ट्स इज अल्सो नेम एज एजुकेसन फर रुरल डेभलपमेन्ट अथवा ERD। सो 4वटा अप्सनहरूमा हेर्न सक्नुहुन्छ। यसको राइट एन्सर रहेको छ बी नम्बर जुन चाहिँ यहाँ भनेको छ सेती प्रोजेक्ट। सो बीमा हामी चाहिँ टिक लगाउँछौँ। यसरी तपाईँले क्वेसनहरू प्र्याक्टिस गर्नुहोला है। यसरी चाहिँ प्र्याक्टिस गरिसकेपछि तपाईँहरूको एकदम राम्रोसँग पेपर चाहिँ बन्नेछ भन्ने आश गरिरहेको छ। सो यति भन्दै सबैलाई बेस्ट अफ लक र अघिल्लो दिनमा भिडियो छिटै चाहिँ आउनेछ। धन्यवाद।